हैन यत्रो बेर भइसकिसक्यो यो मान्छे कहाँ जाँदो रहेछ हौ। भात खाने बेलामा कहिले आउँदैन, घर आउने टाइम पनि देख्दैन कि के हो। जहिले जहिले बासी भात मात्रै खाँदै बस्नु पर्यो। कुन दिनदेखि भातै पकाउन छोडिदिन्छु अनि थाहा पाउँछ। हौ त्यही र त जहिले भन्छु त म त ल मेरोमा आएर बस्छौँ सँगै भनेको मान्दैन। अब भाउजू अब दाजु जस्तो म त व्यस्त पनि हुँदिनँ, जहिले खाली म त भाउजूलाई भात मुछेर खुवाइदिनु पनि भ्याउँछु, यसरी पर्खिराख्नु पर्दैन। धेरै रिस नउठाऊ है काइला, त्यसै पनि अघिदेखि रिस उठिरहेको छ। कहाँ हिँड्यौ? लु अब दाजुले माथि तेरो भाउजू घरमा एक्लै छ, जा गएर भेटेर आइज है भनेको थियो, त्यही भएर आएको नि हो भाउजू। फक्कड दिन्छु है, के साह्रो जिस्काइराखेको हौ। त्यो भाउजू त होइन हौ भाउजू, माथि रिचार्ज लिनु पो हिँडेको हौ। हैन के साह्रो बेलेन्स हालेको हौ फोनमा। कुन कुन केटीसँग बोल्छौ हो त्यति साह्रो? काइलोसँग धेरै पैसा छ कि के हो? अब के को हुनु हौ पैसा धेरै भाउजू। अब त्यो अस्ति विदेश जाउँ भनेर पैसा दिएको, त्यो मान्छेले नि भाउजू कहिले फोन गर्छु वा फोन नै उठाउँदैन, कहिले बल्ल बल्ल लाग्छ अघि काटी पठाइदिन्छ। त्यसले त्यसरी फोन काट्दा त नि भाउजू म फेजाले बा म पनि दिउँ कि जस्तो लाग्छ, तर अब कहाँ भेटाउनु, कहाँ छ। अनि फोन उठाउँछ र हेलो हेलो मात्रै भन्नुपर्छ, अघि मार्छ। के गर्नु अब, फसिहाल्यो, दि पठाइयो, साह्रो गाह्रो भयो भाउजू मलाई त। के गर्छौ हौ काइला, आफ्नै पैसाले आफै दुःख पायौ। तर त्यो मान्छे कहिले उँभो लाग्दैन है। गरिबको पसिना खानेहरूलाई कहिल्यै फलिफाप हुँदैन। किरा परेर मर्नु नि त्यस्ता पापीहरू त। लु भाउजू, अब भाउजूले पनि साह्रो आफ्नो सघाउनु है त्यसलाई त। म पनि बकम्ता घरिघरि त साह्रो चित्तम दुख्छ, रिस पनि उठ्छ। अब पैसा भई नभई ऋण खोजी खोजी पो जान्छु भनेर दिएको त। आज हुन्छ भन्छ, फेरि भोलि हुन्छ, फेरि बल्लै बल्ल बल्लले फोन लाग्छ होइन। अनि फेरि लु अब 1 महिना पर्खिए भन्छ, अनि ल 1 महिना हुन्छ होइन, फेरि 1 महिनामा फोन गर्छु, फेरि अर्को 1 महिना पर्खी भन्छ। अनि जहिले तैँले 1 महिना पर्खाएर कति भइसक्यो अनि भाउजू। अब यहाँ चाहिँ अब आफ्नो चाहिँ कहाँ के व्यवहार बिग्रेर बिजोग छ। अब भाउजूहरूले चाहिँ खालि मान्छेसँग केटीसँग फोन गर्नु नै रिचार्ज किनेको भन्छौ। अनि काइला तिमी पनि गगुने जस्तो त फोनमा बोल्दाखेरि उता रुखमा चढ्छौ? किन चढ्नु रुखमा चाहिँ, मेरो त घरमै आउँछ त। ए हर अलि घरमै आउँछ नि। ए त्यसो भने त फैगो। यस्तै हो भाउजू, अब नफस्नु फसिहालेँ। ल गएँ हौ म। के गर्छौ काइला, अब यस्तै हो सबैको, जहाँ हो त्यहीँ गर्छ।